हेलो एभ्रिवान, सेवा नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। अनि त हामी गोठाला गएको अवस्थामा भेट्यो हाम्रो जङ्गल। अनि त्यस्तो मान्छेले गोठाला नआउनु हेर्नु हामी गोठाला आएको सुनखानी भन्नु न। सुनखानीमा हामी गोठाला आएको अवस्था हेर्नु बाख्रा हामी सुनखानी भन्ने ठाउँमा गोठाला आएको। अनि कति धेरै यता ल्याउनु तर हामीले त खासै ल्याउनु नि त उतै चराउँथ्यो। अनि चलेको गोरु ल्याएको रहेछ। हेर्नु गाइस म चाहिँ उता हिँडेको तर अहिले चाहिँ म च्याउलिनी हिँडिरहेको छु। गाई छु एक्लै, दिदीलाई चाहिँ एक्लै छोडेर च्याउलिनी गएको टुई पारेर। म चाहिँ ठ्याक्क च्याउलिनी ठाउँमा आइपुगेँ। कुकु मेरो कुकु हेरिराख्नु भएको छ। मलाई नचिनेको हो भन्दै हुने त्यहाँदेखि म हो बोलाएको गरेर बकुलालाई टिपेको गर्छ त। राम खोला मेरो लागि च्याउ हाम्रो ढपौडे र राखेको नि त के भयो। खै मैले त्यतिकै गरेको बोकेको बाख्रा चराउन आएको। म त बाख्रा चराउँदै क्या उठ्यो माथि दिदीले हेर्दै हुनुहुन्छ। कसले हेर्दैछ दिदी पल्लो घरको बाख्रा चराउनु भएको फुलको जल्दा जताततै हान्नु भएछ त। अहिले त कहाँ रोप्ने ठाउँ त छैन। च्याउ यो चाहिँ हामी घर फर्केको बेला आज त टाढो लगेको थियौँ। अनि त्यो घाँस पनि काटेको थियौँ। अनि दिदीलाई भेटो गरिदिनु भनेर म चाहिँ अगाडि हिँडेर अन्त धेरै टाढाको यात्रा भयो। हेर्नु बाइक र अगाडि गइरहेछ। बाटो चाहिँ एकदम खतरा छ। हजुरहरूको यस्तो बाटो छैन भने यता आउनु होला, कल गरेर सम्पर्क गर्न हामी आउँछौँ आधीसम्म लिन। पुल चाहिँ छैन नि, फेरि खोलाले बगाला। राम्रो भएको नि यस्तो बाटोहरू बाख्रा नहर हिँडेको कस्तो दामी आएर यो चाहिँ हामी मेन बाटोमा मूल बाटोमा रोडमा निस्किसक्यौँ गाइस। हेर्नु गाई के भन्दैन झोलामा पानी पानी छ।